ल हिँड हिँड केही भएन हिँड हिँड बाबा यता फर्किन् त ल हिँड हिँड यो पोखरा चाहिँ एकदम सुन्दर रमणीय प्रकृतिले एकदम वरदान दिएको ठाउँ रहेछ एकदमै राम्रो लाग्यो मलाई त मेरो चाहिँ फर्स्ट टाइम पोखरा बेबी आओ भाइले मनको इच्छा के माग्ने उस माग्ने गोगला भाइले अब सिक्ने घुमी गरिरहने क्या हामी चाहिँ अहिले बिन्दावासिनी पोखराको बिन्दावासिनी मन्दिरमा छौँ एकदमै सुन्दर रमणीय ठाउँ हाम्रो यो पोखरा रहेछ अर्काको पसलको चोरेर हेर्नु छोड्न मिसन त्यहाँ वो अपने आप हो ही देगा कितने का दीदी घाम लगाएर क्या राम्रो देखिन्छ है अक्सिजन पुग्दैन जस्तो छ किन ओ माय गॉड बिस्तारै नै चिप्लो हुन्छ नि मिसन यो मन्दिर त मैले भिडियोमा मात्रै देखेको थिएँ इन्डियामा नेपालमा वाउ हेर न यो मिलाउनु मिसन एउटा बाबा यो मिलाउनु न एउटा के ढुङ्गाको ढुङ्गै रहन्छ नि एउटा नि तलतिर नि होला सबै पानी तप मात्रै देखेको थिएँ यत्रो हो कता हो यसरी पुरै भिड छ ए आउने बाटो होला क्या बाबा यो हो कस्तो राम्रो है नेचुरल ब्युटी
सासै फुल्लिसक्यो डरले अलि छिटो छिटो साह्रो छिटो म पनि हिँड्छु है। पैसा टिप ओ माई गॉड के कति सानो टाउके ठोकिन रहेछ कति पुराना ओहो के हो यो ल ठोकेल है टाउको यिनीहरूले ओ माई गॉड के को साउन्ड आएको यो पानी परे यस्तो बेबी फलबाट आएको खोला ए सेती खोला हो यहाँ चाहिँ सेतीका खोजहरू यी यो गुफाबाट तल झरेर 1 किलोमिटर जति नै हिँड्नुपर्ने रहेछ यो खोज आइपुग्नलाई नि ओ माई गॉड कस्तो अँधेरो डरलाग्ने यो ढुङ्गाहरू हेर्दा चाहिँ कस्तो फोहोर जस्तो तर यसरी छुँदा पनि केही नलाग्ने रहेछ क्या केही आउँदैन होइन कति सफा के पानी वा ओ माई गॉड Bitin. Bita. Af. थुप्रो यो यता चाहिँ खाली छ रेडी फाइनल्ली हामी चाहिँ आज पोखरा घुम्न हाम्रो पुगेको रहेछ हामी चाहिँ बिन्दाबसिनी मन्दिर तालबाराई अनि त्यसपछि हामी यहाँ जिपलाइन गर्ने प्याराग्लाइडिङ गर्ने भनेर गएको हाम्रो यहाँ यो के अरे केबल कार चाहिँ बन्द रहेछ हामी फर्किनु पऱ्यो गर्न पाइएन यसपालि अब अर्कोचोटि आउँदा गर्नु पर्ला अनि यहाँनिर चाहिँ हामी ठ्याक्क अघि हामी तालबाराई मन्दिर उता गएको थियौँ होइन त्यहाँबाट हामी ठ्याक्क यता तालबाराईको यता लेफ्ट राइट साइडमा चाहिँ यता हामी चाहिँ उता प्याराग्लाइडिङ गर्ने भनेर जाँदाखेरि चाहिँ बन्द रहेछ हामी फर्केर आयौँ दुःखको कुरो अनि यहाँबाट चाहिँ हाम्रो यो ताल चाहिँ नजिकै देखिँदो रहेछ अनि मलाई चाहिँ एउटा ब्लग खिच्न मन लाग्यो हेर्नु न यति राम्रो यति सुन्दर ठाउँ यो हाम्रो नेपालमा नि रहेछ काठमाडौँको कस्तो व्यस्त सहर छोडेर मलाई चाहिँ यहाँ यति पोखरातिर आएर बस्न पो मन लाग्यो भने किनकि मलाई त त्यो काठमाडौँ छोडेर कहीँ जाने मन लाग्दैन थियो तर के अरे मलाई चाहिँ अब यति काठमाडौँहरू भन्दा चाहिँ अरू अन्त कहीँ राम्रो छैन जस्तो फिल हुन्थ्यो तर काठमाडौँभन्दा धेरै सुन्दर सुन्दर शान्त रहेछ पोखरा मलाई त यति धेरै कस्तो यतै पो बस्नु मन लागिरहेछ क्या